हार्दिक स्वागत छ freedraan.com मा 14औं रेड बुल गोल्डी फुटबल रनिङ कप 2070 अन्तर्गतको आज खेल हुन गइरहेको छ धरान 19 र धरान 14 को बीचमा र हेर्दै गर्नुहोला freedraan.com लाई आजको खेलको मुख्य छलफलका लागि। आजको खेलमा पहिलो जर्सीमा खेल खेलिरहेका छन् धरान 19 का खेलाडीहरू र खेलाडीहरूको नाम यस प्रकार रहेको छ। पदम हाङ लिम्बू गोलकिपर जर्सी नम्बर 21, राजु राई टिम क्याप्टेन जर्सी नम्बर 17, सुमन थापा मगर जर्सी नम्बर 6, शशि चन्द्र राई जर्सी नम्बर 20, सब्बु राई जर्सी नम्बर 18, योगेश राई जर्सी नम्बर 12, प्रमोद राई जर्सी नम्बर 7, रतन लिम्बू जर्सी नम्बर 5, शेखर लिम्बू जर्सी नम्बर 10, प्रवेश राई जर्सी नम्बर 9 र बबी राई जर्सी नम्बर 19। त्यसैगरी आजको खेलमा कालो जर्सीमा खेल खेलिरहेका छन् धरान 14 का खेलाडीहरू र उनीहरूको नाम यस प्रकार रहेको छ। प्रबल गुरुङ जर्सी नम्बर 7, निर्मल बास्तोला जर्सी नम्बर 20, आशिष नेपाली जर्सी नम्बर 6, रामकृष्ण खड्का जर्सी नम्बर 13, मिन श्रेष्ठ टिम क्याप्टेन जर्सी नम्बर 5, रञ्जित छेत्री जर्सी नम्बर 17, विशेष गौतम गोलकिपर जर्सी नम्बर 1, बिट्टु तामाङ जर्सी नम्बर 11, सन्तोष राई जर्सी नम्बर 10, शोभित तामाङ जर्सी नम्बर 8 र वीरेन लिम्बू जर्सी नम्बर 9। आजको खेलको प्रमुख झलकहरू हेर्दै गर्नुहोला freedraan.com मा। अझै एउटा सुपरम्यान लुकिरहेछ बेन्चमा छ। पेटले अफसाइड भइरहेछ। वेदर कस्तो गुड भएको अन्त त्यहीबाट उताबाट हेलो मलाई पढ्दैन स्टुडेन्टमा ला हाफ कस्तो भयो मन्डे सबै मेसन बताइए और
leg हानेर के काम चाहिँ बाहिर leg हानेपछि मध्यान्तरपछिको खेलमा यहाँहरू सम्पूर्ण हार्दिक स्वागत छ। तपाईहरू हुनुहुन्छ अहिले 14 गोदली फुटबल रनिङ खेलमा फेरि पनि धरान 19 को तर्फबाट एउटा गोल भएको छ। अहिलेको खेलको स्थिति रहेको छ धरान 19 2 गोल भने धरान वार्ड नम्बर 14 शून्यमा खेल खेलिरहेको छ। यहाँहरू हेरिरहनु भएको छ 14औं गोदली फुटबल रनिङ कप 2070 अन्तर्गतको धरान संस्कृतिको एउटै माला गुन्जियो आवाजले रङ्गशाला आशीर्वाद दिन्छौ बुढासुनाको आवाज दिलाउँछौ एकताको